गाइस वेलकम बैक टु माई अनदर ब्लग। आज चाहिँ भने हो आज चाहिँ भने म यता तिनचिमतिर आएको छु। यस्तो छ आजको नजारा, हेर्नुहोस् ल, देखाउँछु ल म तपाईँलाई। ले मलाई लगेको अरे कि माथि के गर्नु लगेको मलाई थाहै छैन हो। म चाहिँ हिँडेको छु हो। यस्तै त जग्गा सुन्तलाहरू फलिराखेको हो। छ त उहाँ तल एक दुईवटा रहेछ, देख्दिनँ नि मैले। अन्त यहाँबाट चाहिँ यस्तो उकालो जानुपर्ने हुने रहेछ। दिदीको घर हो, दिदीलाई पनि देखाइदिन्छु ल। माथि सुन्तला नि यहाँ देख्दी हेर त, टिप्दिने मलाई मार्छ होला नि, मार्छ है अर्काले। होइन हो, यो कर्मबुढोको बाडी हो, हाम्रो ट्राफिकको माथिल्लोपट्टिको बाडी हो। कर्मबुढो यहाँ छ, त्यो पेन्टोक जाने ट्राफिक छ नि, फर्स्ट तल बजार गएर घुमेर आएर ट्राफिकको माथिल्लोपट्टि बिल्डिङ छ नि, उसको बाडी हो कर्मबुढोको बाडी। यस्तो रहेछ है यहाँनिर भोटेको है। ठिकै छ, जग्गा दामी रहेछ यो जग्गा। फर्स्ट पल्ट आएको लाइफमा। अब यहाँनिर हल्का अब यहाँ भिजिट गर्दैछु, अब हेरौँ न। ए डल्लै यो सब्जीहरू हो। यो के हो, उयो हो के अरे यसलाई? लसुन है, भएको छैन लसुन। केही दियो अब आज अर्ग्यानिक माग्नु पर्यो, खोर्सानीहरू के छ अब यहाँ दिन्छ कि दिँदैन। अब यत्रो हिँडेर आयो हो। यहाँनिर यिनीहरूको नाम चाहिँ के हो, यो दुइटाको नाम चाहिँ टक्कै जाँदैछ। नमस्ते नाना। नानाले सुनेन, नमस्ते अरे। नमस्ते नाना। नाना यहाँनिर मल बोक्नुको लागि एकदम तयारी हुँदो रहेछ हो। यस्तैको घर यस्तै छ हो, यस्तै रहेछ, दामी रहेछ घर चाहिँ। नानाको चाहिँ हो यस्तो रहेछ हो टक्कै। खाइदेऊ न, लु बना न अन्त। गाई गोरु रहेछ हो, एकदम गुरु हो। बाछी म हो, दुना नै होला हो। त्यसको छोरी हो नि, माउको छोरी। अन्त यो अर्कोको चाहिँ यो त किनेर ल्याएको हो नि। गुरु हो कि के हो यो? कतिमा लिएको यो? 7,000। सिङमा पक्रिनु हुँदैन, पुरा हान्ने हुन्छ। लाटा न बाठाको थियो सबै यस्तो मैले बनाएको। थर्ट मार्छ है त्यसो। मैले हो, नभए पहिला त लाटा न लाटा हो नि। कतिमा लिएको अरे? 7मा पाएको हो त। यो कति महिनाको? हजुर हजुर, 1 वर्षको भयो। 1 वर्षको पुग्यो, ठिकै छ। अर्को वर्ष अलिक ठुलो, साह्रै ठुलो त नहुने रहेछ है। यो आउने सालमा बेच्दिन, ठिकै हो। बेच्दिन बनाइदियो हो बस्तीको अर्ग्यानिक छुर्पीसँग हो, अर्ग्यानिक उयो अन्डा हो, टक्कै हो, टक्कै हो। म चाहिँ खाएँ लस। अब म त यहाँबाट फर्केको तिनचिमबाट। बाई बाई सबैलाई। अब अर्को ब्लगमा भेटौँ ल। यहाँबाट बिदा।